तिमीहरूको जस्तो गाँजा खाएर हिँडेको छैन, तिमीहरू जस्तो सहकारी ठगेर हिँडेको छैन, तिमीहरूको जस्तो टिओबीको ग्याङ बोकेर हिँडेको छैन। लडेर आएको हिजो पनि अझै पनि लड्छौँ। के फरक पर्छ तिमीहरूलाई? तिमीहरूकै घन्टीलाई 421 भोटमा रोकेर आएको जुम्लाबाट। त्यो भएर स्पष्टका साथ भन, क्लियरका साथ भन। आयो अर्को हेर, यो एसएलसी फेल भन्दैछ। म एक क्लास पढेको छैन, के गर्छस्? जनताले जिताएर पठायो, त वडा अध्यक्ष जितेर आइज न। त्यो भए उनीहरूलाई अहिले पनि भन्छु म, तिमीहरूको औकात छैन। तिमीहरूको यदि हैसियत छ भने तिम्रो मालिकलाई, तिम्रो पार्टी सभापतिलाई, तिम्रो प्रधानमन्त्रीलाई, तिम्रो गृहमन्त्रीलाई संसदमा आएर ज्ञानेन्द्र साईले उठाएको प्रश्नको जवाफ दे भन्नुहोस्। हिम्मत छ भने ल सबैले आज लेख, ज्ञानेन्द्र साईले संसदमा प्रश्न उठायो, यसको जवाफ दे भन। छ जवाफ दिने हिम्मत छ? जवाफ दे भन। यी टिओबीका ग्याङहरू र यी खरानेका सन्तानहरू र अर्को के अरे सहकारी ठगहरू, यिनीहरू स्पष्टका साथ मैले अहिले पनि भन्न चाहन्छु विदेशमा रहेका नागरिकलाई, मैले विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन साथीहरू। मेरो भनाइ विशेष गरी टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू, खराने ग्याङका अन्ध समर्थकहरूप्रति हो, जो देश विदेशमा छरिएर बसेका छन्, जो अरूको चरित्रमाथि आक्रमण गरेर अपमानजनक सामग्री बनाएर वा विवाद सिर्जना गरेर पैसा कमाउने काम गर्छन्। यिनीहरूको मोनिटाइज भएको छ र पैसा कमाउँछन्। यिनीहरूले बनाएको भिडियो र प्रयोग गरेका शब्दहरू यिनीहरूका बाउआमाका अगाडि र यिनीहरूका दिदीबहिनीका अगाडि बसेर हेर्न वा सुन्न पनि सुहाउँदैन र सकिँदैन। र यिनीहरू यति फोहोरी छन् र यिनीहरूमा मानिसमा हुनुपर्ने कुनै गुण छैन, जसले महिलाको सम्मान गर्दैन, राष्ट्रको गरिमाको सम्मान गर्दैन, फरक विचार राख्नेहरूको त्यस्तो प्रवृत्तिको सम्मान गर्दैन, विदेशमा रहेका गर्दैन। तिनीहरूलाई मैले भने हो, विदेशमा रहेको एकजना मान्छेलाई पनि मैले त्यस्तो भने होइन। सिधा मैले भने अहिले पनि यो कस्तो भने टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ र सहकारी ठगहरूको ग्याङ र डिप्रेसनका रोगी र खराने ग्याङहरूका अन्ध समर्थकलाई भने अहिले पनि भन्छु, तिमी खराने ग्याङहरूलाई, टिओबी ग्याङहरूलाई, तिमीहरूलाई स्पष्ट मैले संसदमा जवाफ मागेका छु। दिन सक्ने हिम्मत, ल्याकत, ताकत यदि तिमीहरूको छ, हैसियत छ भने तिम्रा मालिकलाई संसदमा उभिएर दे भन। छ भने है तिमीहरूलाई नै पत्ता साफ खेलाएर जुम्लामा चुनाव जिताएर आएको हामी है। तिमीहरूकै पार्टीलाई 421 भोटमा रोकेर आएको हो। त्यो भए हुनाले अहिले म स्पष्टका साथ भन्न चाहन्छु, तिमीहरूको दयामा आएको होइन, तिमीहरूको निगाहमा आएको होइन र कुनै पनि हामीले सरकारको राजीनामामा आएको होइन। खराने ग्याङहरूलाई स्पष्टका साथ भनेको, कालीकोटको भिरमा मान्छे मरेपछि त्यसको जिम्मेवारी टिओबी ग्याङको सरदारले लिनुपर्छ। स्पष्टका साथ हामीले भनिराखेका छौँ, क्लियरका साथ भनिराखेका छौँ। यदि हिम्मत र दम छ भने सदनमा जवाफ दे भन।